आज म चाहिँ पोखरा महानगरपालिका 14 बाछी बडुवा गौशाला क्षेत्रमा भन्नाले यो गौशालामा पूर्णखोप कार्यक्रमको लागि एफएमडी गाईलाई एफएमडी र लम्बी स्किनको खोप लाउन आएका छौँ। साथीहरू चाहिँ अगाडि गइसके, म पछि आउँदैछु। यो चाहिँ गौशाला जाने मुख्य द्वार रहेको छ। चाहिँ पुष्पीकरण खणी पौराणिक गोकुल धाम रहेको छ र यहाँ चाहिँ गौरी माताको गेट मूर्ति रहेको छ। यो चाहिँ मुख्य गेट भयो। यो भवनहरू रहेको छ। यो गौशालाको बैठक कोठा। अब गाईहरू भएको ठाउँमा आइसके र यहाँ गाईहरू छाडा छोडेको यो सरकारी फार्म हो। गाईहरूको धेरै गाईहरू छ। यी बाछा बाछी कुनै यहाँ आएर जन्मेको हुन्छ। यता पनि गाई छ। लगभग होला 400-500 जति छ भन्ने, 400-500 जना गाईहरू छ। कुनै ब्याउनी, कुनै थाराहरू, कुनै बिहाको छ। यो सब छाडा छोडेर यहीँ ल्याएर छोडिदिन्छन्। बाछा बाछी सानो एउटा खोरमा सानो यो सानाहरू ट्याक्क राखिन्छ। यो साइडमा फेरि ट्याक्क थाराहरू करला भन्छ पनि छ। यहाँ ठुलो गाईहरू छोडेको त्यही 3000देखि कुनै पैसा थोत्रै पैसा दिनुपर्छ कि यहाँ सहयोग गर्ने। अनि त्यहाँ चाहिँ आफ्नो गाई ल्याएर छोड्न पाइन्छ। यहाँ सब जातको गाई छ। यहाँ लोकलदेखि होलिस्टेन, जर्सी सब छ। यहाँ 6 मुठे गाई चाहिँ देखेन। अरू सब गाई, सब जातको गाईहरू छ। यो कुनै दुध दिन्छ, यहाँ कुनै दुध दिने, कुनै बुढादेखि भर्खरैको सानो बच्चाहरू, बरहरू सब राखिएको छ। त यो चाहिँ दानाहरू पकाइरहेछ अहिले दिने भनेर। अनि अब हामीले खोप लगाइसकेपछि गाईहरू छोडिन्छ खोप है त।
खोप लगाइसकेपछि लगाइसक्यो र खाना खाएर हिँड्न लाग्यो त साथीहरू स्कुटी तयारी गर्दैछ बाई बाई गोकुलधाम खोप लगाइसकेपछि लगाइसक्यो र खाना खाएर हिँड्न लाग्यो त साथीहरू स्कुटी तयारी गर्दैछ बाई बाई गोकुलधाम